Hello guys, मैले चाहिँ जिपेबाट सामान अर्डर गरेको थिएँ हैन. So let's unbox with me. फर्स्टमा छ यो Dr. JK को सनस्क्रिन. This is for my sister है, डेली बेसिसमा युज गर्दा हुन्छ. अनि आज बिहान चाहिँ मैले त्यो पुरानो भाँडाबाट टकटकाउँदै लागेको देखेँ कि अनि त्यही भएर त्यसको लागि मगाइदिएको. मुझे क्यों तोड़ा? अनि सेकेन्डमा छ यो 4x P-Safe को डियोड्रेन्ट. मलाई चाहिँ डेली बेसिसमा चाहिरा हुन्छ. अच्छा. यसमा चाहिँ 4% AHA BHA भएको भएर पनि मलाई युज गर्न मन लाग्यो. ठीक है. अर्को छ मिनिमलिस्टको सनस्क्रिन. यो चाहिँ मैले टिकटकमा रिभ्यू देखेको थिएँ अनि ट्राई गर्न मन लाग्यो. मेरो चाहिँ कस्तो कम्बिनेसन स्किन छ कि अनि कुनै सनस्क्रिन फिटै हुँदैन है. त्यही भएर यो ट्राई गर्न मन लाग्यो. यसको चाहिँ रिभ्यू म तपाईहरुलाई दिन्छु. अनि लास्टमा छ व्हाइट मुनको स्यानिटरी प्याड. यो चाहिँ मैले लास्ट टाइम युज गर्दा चाहिँ एकदमै कम्फर्टेबल फिल भएको थियो. अनि यो चाहिँ मेड इन नेपाल पनि हो है. त्यही भएर राम्रो पनि छ. तपाईहरु पनि ट्राई गर्नु होला. अनि त्यही हो, यो सबै सामान चाहिँ मैले जिपीबाट अर्डर गरेको. अहिले चाहिँ वुमेन्स डे स्पेशल अफर चलिरहेछ. तपाईहरु पनि यो अफर ग्र्याब गरिहाल्नु होला है त. बाइ.